हेलो वेलकम बैक टू माई यूट्यूब चैनल गाइज। आज चाहिँ म चाहिँ पहाड गुल्मी आएको छु है आज चाहिँ घरतिर। अनि हामी चाहिँ आज चाहिँ दाउरा काट्न जाऊँ न त भनेर आज चाहिँ हामी चाहिँ कालीगण्डकीको तिरमा दाउरा काट्न आएको छौँ। भाइ बाबाले चाहिँ त्यहाँ मिसिन बनाउँदै हुनुहुन्छ, हामी चाहिँ यहाँ दाउरा काट्न लागेको। अनि आज चाहिँ के हुँदैछ त त्यहाँ मैले जाल पनि थापेछु। त्यहाँ 4-5 वटा माछा नि मरिसके। म चाहिँ तपाईलाई अहिले देखाउँछु है त माछा पनि। अनि आज चाहिँ के हुन्छ त हेर्दै जानु है त यो भिडियो। बाबाले अब मेसिन स्टार्ट गर्दै हुनुहुन्छ। चेन काट्दै चेन चुड्यो के मेसिनको। त्यसपछि फेरि नयाँ चेन हालेर फेरि बाबाले एउटा चाहिँ काटिसक्यो। भाइ पनि चोक तान्नु। के गर्ने रेडी अब के गर्ने? मसिनलाई लिएर राम्रो उता राखौँ पारी राख्ने किन बोक्नु पर्यो। ठिक छ ल, घर जाने कि त? ल त्यो कति पऱ्यो माछा हेरौँ न जम्पाई। हैँसासँग डुबो त कोही निकालेर जाऊ। कोही डुबो कोही हैँसासँग छ यार। निकाल्नु जाऊ के निकाल्नु जाऊ के आइज ल यसलाई निकाल्नु है। भन्नु पर्छ ल। हामी चाहिँ कालीगण्डकीमा पौडिँदै गाइज। बाबा पौडिँदै हुनुहुन्छ। ल बाबा पौडिनु, यस्तो छप्के खेलाउनु न। यस्तो आउनु न, यस्तो छप्के खेलाउँदै जानु न। हाम्रो बाबा 65 वर्षको हुँदा नि यस्तो छ ताल। ओ बवाल पौडिने चाहिँ यार, बल पौडिने चाहिँ यार 65 वर्षको है। ड्याडी चाहिँ भाइ कान्छा भाइहरूलाई फर्किनु है छ। फर्किनु के फर्किनु आउनु। यस्तो छ यो ठाउँ गण्डकी हो। माथि हुँदाखेरि हाम्रो बाबाहरू यता माथि रोपाइ गर्न आउँदाखेरि यहाँ यस्तो बाढी भेल जान्छ नि। यहाँ त्यस्तो भेलमा पनि बाबा चाहिँ पुरै पौडेर तल गएर निस्केको रे। 2-3 वर्ष अगाडि त्यस्तो हो के। फेरि ड्याडी फेरि यस्तो छ सिन। यस्तो मौसम पनि आज त यस्तो बवाल छ बवाल। भाइ त्यहाँ पुग्यो, बाबा पुरै पानीमा आज त मस्त चरा। आज त बाबा मिठो निन्द्रा लाग्छ है होइन? ल म पनि पौडी खेलिदियो, म पनि पौडिन्छु। भाइ पनि यहाँ
पनि जान्छु है किन जान्छ रे हैन गयो भने मजा इ ढाल्यो मजा आएर मजा त्यो भाइ चाहिँ पौड्यो ल आइज यहाँ मैले यहाँ अब गाइजहरूलाई मैले अब मेरो खुबी देखाइदिन्छु आइज त यति बनाइदियो नि भिडियो नै म सानो हुँदा हान्थेँ तर अहिले सक्छु कि सक्दिनँ जिम्नास्टिक ब्याक फ्लिप पनि हान्छु कस्तो हुन्छ हेरमै अलिअलि ढाड पनि दुख्छ देखिन्छ म त बिर्सेँ थिएँ म त सक्दिनँ कि भने चाहिँ ल सक्दो रहेछ फेरि फेरि ल ब्याकले भयो यहाँ चाहिँ हामी त मलाई उस्तो याद आउँछ नि कसको अनिलले मलाई यहाँ हान्छ सक्दो रहेछ यार ब्याक फिलिप भयो के र म त माथि चाहिँ निस्किनु तलको तल अड्डिन्छु है तलको तल लुडा गाडे जस्तो पौडी नजान्ने रहेछ त्यस्तो फेरि डुब्छ ल आइज पौडी त आइज न यस्तै गइरो धन्नै डुबेको धन्नै यार भुइँ त म त गइरो छैन लान्ने सोचेको त फोन पनि धन्नै डुबेको त्यसलाई शुद्ध त्यस्तो डुबाउँदो रहेछ फेरि जब भयो सबैलाई उहाँ पार पुग्नु पर्छ पछाडि आइज थका लाग्यो आइसकेछ भयो बाहिर जाम घर अब थकै लाग्यो अहिले साँझ पनि आउनुपर्छ क्या भाइ पौडिनुलाई अनि अहिले साँझलाई नि अलिअलि इनर्जी राख्नुपर्छ है भात पनि आएन भाइलाई थकै लागेन मलाई त नाखा पानी गरेर पिरै गरेर लास्टै थकै लाग्यो मलाई त 300 रुपियाँको स्विमिङ पुल 300 रुपियाँ तिरेर मिजार कतिखेर आउँछ नि त्यहाँ पौडिनु 4:30-5 बजी थियो भाइ अब चाहिँ हामी त घर जानुपर्छ भात पनि आएन भात खानुपर्छ कति बज्यो अहिले 2 बज्न लागिसकेको छ अब चाहिँ मिजार पनि आउँछन् अहिले फेरि अहिले मिजार आएपछि अर्को बेला भ्लगमा भेट्नेछौँ हामी चाहिँ बाई 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 गर्दै बाई बाई गर्दै बाई
फेरि पापी मान्छेहरू गर्दिँदैन उ त कस्तो पापी छ हौ त्यति टुसुक्क सब्स्क्राइब गरिदिएर 1 लाइक दिँदा के जान्छ हौ कस्तो हौ गर्दिन ल